नमस्कार। सामाजिक सञ्जालको माध्यमबाट रुद्रावती न्यूज हेरेर बसिरहनुहुने समस्त आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीप्रति म नमस्कार टक्राउन चाहन्छु। आज हामी उपस्थित भएका छौँ गुल्मी सत्यवती गाउँपालिका 4 पिपल डाँडा गुल्मीदेखि उपस्थित भएका छौँ। यहाँका किसानहरू आजभन्दा 2 वर्ष पहिला मदिरा लगायत रक्सी बेचेर उहाँहरूले घर खर्च चलाउनुहुन्थ्यो भने अहिले सत्यवती गाउँपालिकाको आयोजनामा सत्यवती गाउँपालिकाको सहयोगमा उहाँहरूले दैनिकी 500 लिटर दुध बेचेर घर खर्च लगायत बाबुहरूलाई स्कुल पढाउने विविध कुराहरू उहाँहरूले गरिरहनु भएको छ। यस विषयमा विस्तृत रूपमा कुराकानी गर्नको लागि हाम्रो साथमा हुनुहुन्छ सुरेश राणाजी हुनुहुन्छ। हामी उहाँसित पनि विस्तृत रूपमा कुराकानी गर्नेछौँ सत्यवती गाउँपालिका 4 लिम्गा पिपल डाँडाको बारेमा विस्तृत। स्वागत छ सर हजुरलाई रुद्रावती न्यूजमा। के छ नि खास गरेर यो लिम्गा 4 भन्दै गर्दा र यहाँका किसानहरू अत्यन्तै खुसी हुनुहुन्छ अहिलेको समयमा। थोरै छोटकरीमा बताइदिनुहोस् न सर र लाएर। अहिले यो लिम्गामा जब सत्यवती गाउँपालिकाले अब यो हाम्रो यो चोरकाटेदेखि चेमीसम्मलाई हैन हजुर अब यो गाई तथा भैँसीको यो पकेट एरिया नै बनाएको छ हैन। ए हजुर यो गाउँपालिकाकै सहयोगमा अहिले राम्रो छ। अब दिदी बहिनीहरूले अब तराईबाट ल्याएर यो भन्दा अघिल्लो वर्षमा भैँसी अनुदान थियो हैन। ए हजुर भैँसी ल्याउनु भयो। अहिले चाहिँ यो वर्ष गाई ल्याउनु भएको छ। अब कसैले एक-एकवटा कसैले 2-2वटा हैन। हजुर त्यसैबाट आत्मनिर्भर चलिरहेछ गाउँमा। ए हजुर र हाम्रो यो सिङ्गो एक सिङमा अब मगर बस्ती प्राय मगर बस्ती छ हैन। यो प्राय मगर बस्तीमा अब जाँड रक्सी पार्ने त्यसरी जीविकापार्जन गर्ने हुन्थ्यो। हजुर अहिले यो जब यो डेरी सञ्चालन भइसके पछाडि हजुर अहिले राम्रो छ। पहिला सुरुका दिनहरूमा अब 20 लिटरबाट सुरु गरेको दुध हजुर अहिले 4-500 को हाराहारीमा अहिले गइरहेछ हैन। यो जो 400-500 लिटर दुध भन्नुभएको छ त्यो कहाँ जान्छ नि? यही एरियामै खपत हुन्छ कि? सङ्कलन हुन्छ यहाँ पिपल डाँडामा सङ्कलन हुन्छ अनि यो खैरेनी जान्छ। खैरेनीबाट पनि अब यो गएन भने चाहिँ अन्यत्र ठाउँमा पनि उहाँले पुर्याउनु भएको छ। अब कोही बुटवल कोही पोखरा हैन। हजुर हजुर एउटा अनुभवी युवा पनि हुनुहुन्छ। मैले थोरै यसभन्दा पहिला पनि यहाँका किसानहरूसित पनि कुराकानी गरेँ। सत्यवती गाउँपालिकालाई के मेसेज दिन चाहनुहुन्छ? 1-2 जनाले के भन्नुभयो? अनुदान त दिनुभयो, थोरै दानाहरू महँगो भयो। हजुर एउटा व्यवसाय पनि हुनुहुन्छ, थोरै त्यसमा के भन्न चाहनुहुन्छ? 2-4 शब्द राखिदिनुहोस् न। मेसेज त अब कृषकलाई अब जुनै पनि ठाउँमा अब जस्तै मर्काममा परिरहेको छन् जहाँका कृषकहरूलाई पनि होइन। हजुर सरकारबाट हुने अनुदानहरू गाउँपालिकाबाट हुने अनुदानहरू अब अलिअलि सहयोग पाइरहेका छन्। हजुर होइन। अब प्रति गाई बापत हजुर 25,000 अनुदान पनि थियो। हजुर अघिल्लो वर्षमा प्रति भैँसी बराबर 20,000 अनुदान थियो। ए हजुर अब बेला बेलामा औषधिहरू हजुर अब घाँस विभिन्न उन्नत जातका घाँसहरू हजुर अब बेलामा माथि जुकाएको औषधिहरू हजुर पालिकाबाट निःशुल्क उपलब्ध हुन्छ। हजुर अब त्यही हो। किसानहरू खुसी छन् यसैमा पनि होइन। अब पहिला अब सिङ्गो मगर बस्तीमा त्यही हो नि अब मदिरा पाल्ने यताउति गर्ने अब त्यो नराम्रो मेसेज थियो। अहिले सकारात्मक मेसेज छ होइन। सबैलाई अब राम्रो जीविकापार्जन चलिरहेछ, यसैबाट आम्दानी छ। हजुर अघि राधिका गैरेजी हुनुहुन्छ महिला समाजसेवी व्यक्तित्व। स्वागत छ हजुरलाई रुद्रावती न्यूजमा। विशेष गरी यो आजभन्दा 2 वर्ष पहिला जस्तो यो गाउँले रक्सी मदिरा बेचेर घर खर्च चलाउनुहुन्थ्यो भने अहिले यसरी दुध बेचेर घर खर्च चलाउनु भएको रहेछ। सत्यवती गाउँपालिकाले कसरी हजुरहरूलाई सहयोग गरेको छ त्यो विस्तृत रूपमा? एउटा गाई बराबर 25,000 अनुदान पनि दिनुभयो। हजुर अनि त्यसरी नै हामीले गाई किनेर ल्यायौँ। अनि यो जस्तो यो दुधहरू हजुरले सङ्कलन गर्नुहुन्छ, दुध सङ्कलन गरिसके पश्चात कहाँ पठाउनुहुन्छ नि? हामीले दुध पहिला यहाँ पिपल डाँडा डेरी प्याकेटमा सङ्कलन गर्छौँ। हजुर त्यसपछि यो दुधलाई खैरेनी पठाउनुहुन्छ। जस्तो यहाँ यो जो पालिकाले गाई भैँसीहरू जसरी उहाँहरूले सहयोग गर्नुभएको छ, वितरण गर्नुभएको छ, त्यस बिचबिचमा देखको लागि तिनी गाई भैँसीहरूको लागि रोग लाग्ला के छ कसो छ भनेर चेक जाँच गर्नको लागि पालिकाबाट आउनुहुन्छ कोही?
हजुर आउनुहुन्छ आउनुहुन्छ। सर आज पनि आउनुभयो। आउनुभयो। हामीलाई पनि त्यो सुन्नमा आएको थियो उहाँ आउनुभएको छ भनेर हामीले फोन पनि उहाँलाई गरेका थियौँ। हामी कार्यव्यस्तताले अहिले जहाँ हजुर रिपोर्टिङ गर्नुभएको छ त्यहाँ हामी उपस्थित हुन सकेनौँ भनेर पनि उहाँले थोरै हामीलाई जानकारी पनि दिनुभएको थियो। अझ के छ यो जस्तो सत्यवती गाउँपालिका 4 लिम्गा भन्दै गर्दाखेरि हामीले र दर्शक महानुभावहरूले बुझ्न पर्ने हजुरहरूलाई यहाँका केही दुःख शास्ति भएका केही कुराहरू छन् त्यस्तो? पहिला त दुःखै थियो, दुध बेच्न भन्दा पहिला त आमदानीको आय स्रोत नभएपछि गाह्रो थियो। हजुर अहिले त दुध बेच्दा महिना मर्दा पैसा थोरै धेरै भयो। जति दुध बेचिन्छ नि त्यही अनुसार दुधको पैसा पनि आउँछ। त्यही भएर घर खर्च चलाउन एकदम के छ जसरी हजुरले दुधहरू बेच्दै गर्दाखेरि घर खर्च कसरी सहज भएछ कि अरू अन्य कामहरू पनि गर्नुहुन्छ कि कसरी वातावरण मिलाएर गर्नुभएको नि? अन्य काम त अब घरयासी काम त गरिन्छ नै। हजुर प्लस त्यही अब 2-3टा गाई भैँसी पालेपछि अरू बाहिर मेलापात जाने त टाइम पनि हुन्न। हजुर अनि त्यही नै हो। जस्तो सत्यवती गाउँपालिका यो लिम्गा भन्दै गर्दाखेरि बाटोघाटो थोरै मैले असहज पनि माने ठाउँमा पालिकाहरूलाई के भन्न चाहनुहुन्छ ती असहज भएका बाटाहरू? हुन त धेरै कामहरू उहाँहरूले राम्रो गरिरहनु भएको छ, हामीले पनि देखेका छौँ। अझ कतिपय चिजहरू रहेछन् त्यसलाई सुधार्नको लागि उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ हजुरले? होइन ठिकै छ, राम्रो त राम्रै गर्नुभयो। हजुर अब पानी पर्दा बिग्रिन्छ होला बाटो, अब त्यस्तो पिच गरेको बाटो त छैन। हजुर त्यही पनि बेला बेलामा डोजरहरू ल्याउने सफा गर्ने त गरिराख्नु पर्छ। ठिकै छ। हाम्रो साथमा हुनुहुन्छ महिला समाजसेवी व्यक्तित्व मीरा छेत्रीजी हुनुहुन्छ। हामी उहाँसित पनि यस लिम्गाको बारेमा विस्तृत रूपमा अझै कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ हजुरलाई रुद्रावती न्युजमा। नमस्कार। यो जस्तो दुधहरू सङ्कलन गर्दै गर्दाखेरि हजुरसित मैले सिधा सोध्न चाहेँ, जस्तो दुध चेक गर्ने के मिसिनहरू छ अहिले हजुरकोमा? दुध चेक गर्नको लागि खैरेनीदेखि के गरे 15 दिन 1 महिनामा लिएर आउनुहुन्छ त्यो मिसिन। हजुर अनि चेक गरेर फेरि फिर्ता लानुहुन्छ। जस्तो कतिपय किसानहरू हुनुहुन्छ, मैले किसानहरूको खुट्टा तान्न खोजेको होइन, उहाँहरूको आलोचना गर्न खोजेको होइन। किसानहरूलाई सम्मान छ, म धेरै सम्मान पनि गर्छु, किन भन्दा म पनि एउटा आफै पनि किसानै हुँ। त्यहाँ हामीले मेहनत गर्दा कतिपय एउटा दुईटा किसानहरूको कस्तो नियत हुन्छ भने थोरै पानी हालिदिउँ न त, आज 5 मुठी पानी हाल्दैमा के जान्छ त भनेर त्यस्ता किसान पनि हुनुहुन्छ। त्यस अर्थले मैले हजुरलाई सोधेको। म यहाँ लिम्गामा आउँदै गर्दाखेरि 1-2 जनाले मलाई प्रश्न सोध्नु भएको थियो, सत्यवती गाउँपालिकाले गाई भैँसी उहाँहरूले वितरण त गर्नुभएछ, त्यो दाना पानी अलि महँगो भयो भनेर भन्नुभएको थियो बाटोमा आउँदाखेरि किसानहरूले। त्यस विषयमा के छन् थोरै बताइदिनुहोस् न अहिलेको समयमा। त्यो दाना त अब गाईको लागि नहुने चिज रहेछ। हजुर अब अहिले किसानहरूले भैँसीको लागि पनि त्यो लगेर खुवाउनु भएको पसलदेखि। हजुर त्यो दानाको मूल्य अनुसार त दुध अलिक कमै छ। कति रुपियाँ लिटर अहिले यहाँबाट गइरहेको छ नि म्याडम? जिमबाट खरिद गर्दाखेरि लिटरको गाईको 70 छ भने भैँसीको 90 छ। 90 छ। अनि उहाँ खैरेनी प्रत्येक लिटरमा 20 रुपियाँ खानुहुन्छ उहाँले। ए हजुर। उहाँले पनि अब यहाँबाट दुःख गर्नुहुन्छ हैन? हजुर। अनि तिनी कर्मचारीहरूलाई दिन पर्यो। हजुर। त्यही पनि अझै कमै हो के किसानको लागि त। जस्तो अर्को कुरा मैले के सोध्न चाहेँ भने जस्तो इम्पोर्टेड कुरा यो आउँछ, जस्तो दाना भनियो नि यसभन्दा पहिला हजुरले मैले लगायत यहाँ समाजसेवी व्यक्तित्वहरूसित पनि कुराहरू गर्दै गर्दा जस्तो यहाँका भैँसीहरूलाई हामी गाउँकै घाँस खुवाउँछौँ भने त्यो तराईबाट आएकालाई त्यो दाना मात्रै खुवाउनु पर्छ कि यो गाउँको घाँस पनि दिँदा हुन्छ नि? गाउँको घाँस पनि खान्छ तिनी गाईहरूले त। हजुर त्यही हो। अब उसलाई त्यो दाना नखुवाए दुध कमै हुनेछ। दुध कमै हुनेछ। दाना त दिनै पर्ने। त्यही त हजुरहरूले त्यो चाहिँ चेक गरिरहनु आहा, जस्तो त्यो दाना दिँदाखेरि दुध कति दिएछ, त्यो दाना नदिँदाखेरि दुध कति दिएछ भन्ने त्यो सबै उ गर्नुभएको छ। के भन्नुहुन्छ जस्तो पालिकाबाट अब हजुरहरूले यस्ता प्रश्नहरू राख्नु भएको होला, यिनी दानाहरू किन्दाखेरि हामीलाई महँगो भयो, अब अगाडिका कार्यक्रमहरू के छन् कसो छन्, पालिकाबाट के दिँदै हुनुहुन्छ भनेर हजुरहरू जति पनि मैले हजुरहरूलाई पछाडि पृष्ठभूमिमा देखिरहेको छु कुराहरू राख्नु आहा? गाउँपालिकामा? हजुर। गाउँपालिकामा त अब के कुरा राख्ने र अब त्यही दानाको लागि
अब किसानहरूले बिचरा जति महँगो भए पनि लैजाने खुवाउने गर्नु जो भएको छ के अरे हजुर अब घाँस हो तराईमा चाहिँ अब टुक्रा टुक्रा गराएर दिने यहाँ उस छैन हजुर जस्तो छ त्यस्तै राख्दिनु हजुर हामी कुराहरू गर्दै गर्दाखेरि जस्तो बसाइसराईको लहर छ नि एउटा अहिले ठाउँ ठाउँमा पुरै गाउँ रित्तिएको छ बसाइसराईले यो गाउँमा कतिको बसाइसराई भएको छ नि म्याडम यो गाउँमा पनि बसाइसराई त अब युवाहरू जति सबै विदेशतिर हजुर अनि बुढा भएको बाआमाहरू अब यही हाम्रो दिदी बहिनीहरूले अहिले त धेरै राम्रो गर्नुभएको छ हजुर यो सत्यवती गाउँपालिकाको आयोजनमा हजुरहरू धेरै खुसी हुनुहुन्छ यसमा हामी धेरै खुसी छौँ हामीलाई पनि सुन्नमा आएको थियो बाहिरबाट हामी ठाउँ ठाउँमा गएर रिपोर्टिङ गर्दै गर्दाखेरि सत्यवती गाउँपालिकामा कृषि लगायत अन्य यिनी विविध कुराहरू अहिले अगाडि जो छ भनेर कुराहरू चाहिँ भइरहेको थियो त्यस परिप्रेक्ष्यमा अझै के भन्न चाहनुहुन्छ पालिकालाई लगायत यहाँका स्थानीयहरूले यहाँ यो जस्तो लिम्गा हो भनेर लिम्गामा हामीले के गर्नुपर्छ अगाडि बढ्नको लागि अब त्यो त अब गर्दै राख्नु भएको छ के गाउँपालिकाले धेरै सहयोग हजुर अब आगामी दिनहरूमा पनि आजभन्दा 2-3 दिन अथवा 1 हप्ता पहिला पनि हाम्रो उपाध्यक्ष निर्मया तरामुज्यू पनि यहाँ आएर अवलोकनमा पनि हुनुहुन्छ भन्ने हामीलाई समाचार प्राप्त भएको थियो आउनुभएको थियो के थियो अब कुराहरू गर्दै गर्दाखेरि मैले सबैलाई गर्ने प्रश्न यो गाउँमा बाँदरले कतिको सताउँछ बाँदरले त्यति साह्रै सताएन सर सताएन पहिला त झन् आउँदै आउँथेन ए हजुर अहिले बरु यसो हल्का फुल्का आउँछ अरू वन्य जन्तु जस्तो हजुरहरूले यहाँ खेतीबालीहरू लगाउनु भएको रहेछ ती बालीहरू समेट्ने क्रममा वन्य जन्तु जस्तो स्याल भयो दुम्सी भयो यिनीहरूले खरायो भयो यिनीहरूले कतिको सताएको छ खरायोले अलिअलि सताएको छ दुम्सी पनि यो आलुको सिजनमा मात्रै हो अरू बेला त्यति गर्दैन आफ्नो अमूल्य समय खर्चेर यसरी रुद्रावती न्युजमा 2-4 शब्द आफ्ना जिज्ञासाहरू राखिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद जाँदा जाँदै रुद्रा हाम्रो यो सिङ्गो एक सिङमा अब मगर बस्ती प्राय मगर बस्ती छ होइन यो प्राय मगर बस्तीमा अब जाँड रक्सी पार्ने त्यसरी जीविकापार्जन गर्ने हुन्थ्यो हजुर अहिले यो जब यो डेरी सञ्चालन भइसके पछाडि हजुर अहिले राम्रो छ पहिला सुरुका दिनहरूमा अब 20 लिटरबाट सुरु गरेको दुध हजुर अहिले 400-500 को हाराहारीमा अहिले गइरहेछ होइन यो जो 400-500 लिटर दुध भन्नुभएको छ त्यो कहाँ जान्छ नि यही एरियामै खपत हुन्छ कि सङ्कलन हुन्छ यहाँ पिपल डाँडामा सङ्कलन हुन्छ अनि यो खरेनी जान्छ खरेनीबाट पनि अब यो गएन भने चाहिँ अन्यत्र ठाउँमा पनि उहाँले पुर्याउनु भएको छ अब कोही बुटवल कोही पोखरा होइन हजुर हजुर एउटा अनुभवी युवा पनि हुनुहुन्छ मैले थोरै यसभन्दा पहिला पनि यहाँका किसानहरूसित पनि कुराकानी गरेँ सत्यवती गाउँपालिकालाई के मेसेज दिन चाहनुहुन्छ 1-2 जनाले के भन्नुभयो भने अनुदान त दिनुभयो थोरै दानाहरू महँगो भयो हजुर एउटा व्यवसाय पनि हुनुहुन्छ थोरै त्यसमा के भन्न चाहनुहुन्छ 2-4 शब्द राखिदिनुहोस् न मेसेज त अब कृषकलाई अब जुनै पनि ठाउँमा अब जस्तै मर्कामा परिरहेको छन् जहाँका कृषकहरूलाई पनि होइन हजुर सरकारबाट हुने अनुदानहरू गाउँपालिकाबाट हुने अनुदानहरू अब अलिअलि पाइरहेका छन् हजुर होइन अब प्रति गाई बापत हजुर 25,000 अनुदान पनि थियो हजुर अघिल्लो वर्षमा प्रति भैँसी बराबर 20,000 अनुदान थियो ए हजुर अब बेला बेलामा औषधिहरू हजुर अब घाँस विभिन्न उन्नत जातका घाँसहरू हजुर अब बेला बेला माथि जुकाको औषधिहरू हजुर पालिकाबाट निःशुल्क उपलब्ध हुन्छ हजुर अब त्यही हो किसानहरू खुसी छन् यसैमा पनि होइन अब पहिला अब सिङ्गो मगर बस्तीमा त्यही हो नि अब मदिरा पाल्ने यताउति गर्ने अब त्यो नराम्रो मेसेज थियो अहिले सकारात्मक मेसेज छ होइन सबैलाई अब राम्रो जीविकापार्जन चलिरहेछ यसैबाट आम्दानी छ हजुर हजुरलाई धेरै धेरै धन्यवाद अब हामी भिडियोको अन्तिम चरणमा रहेका छौँ रुद्रावती न्युज पक्कै हेर्नुहुन्छ होला हजुरले हामीले गरेका कामहरू हजुरहरूलाई कस्तो लाग्छ एकदम राम्रो छ ठाउँ ठाउँमा गएर अब विषयवस्तुहरू तपाईँले अब देखाइदिनु भएको छ देश विदेशका मान्छेहरूले हेरिरहेछन् होइन अब अहिले यहाँ भएको चिजहरू अब सबैले हेर्न पाएछन् यो देखेर पनि अरूले पनि यही कुरा सिकुन् भन्ने मेसेज दिन चाहन्छु के छ हामी जस्तो हजुरले रुद्रावती न्युज हेर्दै गर्दाखेरि हामीले गरेका कामहरूमा हजुरले चुस गर्दै गर्दाखेरि यो काम नगरिदिएको भए हुन्थ्यो यो काम यसरी गरिदिएको भए हुन्थ्यो भन्ने केही मेसेजहरू छन् हजुरले मलाई केही सुझाव दिन चाहनुहुन्छ त्यस्तो सुझाव केही पनि छैन सर अब तपाईँले पनि आफ्नो होइन कति दुःख दिनरात नभनिकन यसरी खटेर ठाउँ ठाउँमा गएर ठाउँ ठाउँको अब
के घटना कहाँ के भइरहेछ सबै कुराहरूलाई उजागर गरिदिनु भएको छ, सबैले थाहा पाउने मौका गराइदिनु भएको छ। हजुर, त्यही नै हो। आफ्नो अमूल्य समय खर्चेर यस गाउँको बारेमा र किसानलाई सपोर्ट गरेर यसरी 2-4 शब्द राखिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। धन्यवाद सर, तपाईँ पनि यहाँ आएर यहाँको विषयवस्तु उत्थान गरिदिनु भयो, तपाईँलाई पनि धेरै 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 धन्यवाद। अब हामी भिडियोको अन्तिम चरणमा रहेका छौँ। यतिन्जेल हामीले यहाँका समाजसेवी व्यक्तित्व, महिला समाजसेवी व्यक्तित्व लगायत किसानहरूसित हामी कुराकानी गरेर भिडियो रेकर्ड गरिसकेका छौँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ, हजुरहरूले यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन सहरबाट हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। आगामी दिनमा नयाँ रिपोर्ट र फलोअप रिपोर्ट लिएर हजुरहरूको माझमा उपस्थित हुनेछु। हजुरहरूको गाउँमा हुने विद्यालय वार्षिक उत्सव, खेलकुद कार्यक्रम लगायत विविध कार्यक्रमहरूमा लाइभ गर्नु परेमा हामीलाई सम्झिन सक्नुहुनेछ। यतिन्जेल हामीलाई भिडियो हेरेर बसिरहनुहुने दर्शक महानुभावहरू लगायत म यो भिडियोबाट अहिले छुटिन चाहन्छु। सबैलाई नमस्ते।